टिस्टा अलिकति बढेको छ। खासै डराउनु पर्ने कुरा छैन। अघिबाटै बगाइएको भत्काइएको घरहरू जस्ताको तस्तै छ। ती भत्किएका चर्किएका घरहरूलाई यसपालिको बर्खाको यो पहिलो चोटि उर्लेको टिस्टाले केही हानि गरेन। नसुर्ताउनुहोला, भत्किएको घर अझ भत्किए केको डर। नमस्ते, म उमेश परियार। उता सिक्किमको मङ्गन, ग्याल्सिङ र सोरेङ जिल्लामा भारी वर्षाको चेतावनी सहित रेड अलर्ट जारी गरेको छ। भारत मौसम विभाग आइएमडी गान्तोकद्वारा सिक्किमका मङ्गन, ग्याल्सिङ र सोरेङ जिल्लाहरूमा आज मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै रेड अलर्ट जारी गरिएको छ। मौसम विज्ञान केन्द्र बलुवाखानी गान्तोकले आज बिहान 6:15 बजेबाट आगामी 2 देखि 3 घण्टासम्म तीव्र वर्षा हुने सम्भावना रहेको न्युकास्ट वेदर वार्निङ मार्फत जानकारी दिएको छ। गान्तोक जिल्ला प्रशासनका अनुसार जनसाधारणलाई कुनै प्रकारको डर वा त्रास नमान्न तर सतर्क रहन आग्रह गरिएको छ। मौसमको स्थितिमा आउने परिवर्तनहरूबारे समयमै जानकारी दिने प्रयास भइरहेको छ। विशेष गरी मङ्गन जिल्लाका लागि जारी रेड अलर्टले उत्तर सिक्किम हुँदै बहने टिस्टा नदीको जलस्तरमा असामान्य वृद्धि हुने खतरा देखिएको छ। उता सिक्किममा पानी पर्नु भनेको यता बङ्गालको यी ठाउँहरू जो 2023 को बाढीले तहस नहस बनाएको थियो, अनि यी क्षेत्रहरूमा फेरि त्रासको माहौल फैलिएको छ। रह्यो डरको कुरा, डर त मान्छेलाई लाग्ने हो, तर यहाँ ती मानिसहरूलाई पनि अब डर लाग्दैन। किनभने अघिबाटै टिस्टा नदीको पहिरोको हावाहुन्डरीदेखि नेताहरूसम्मको डर पचाएर बसेका छन् यी डरपोखा मानिसहरू राहत शिविरमा। मलाई त डर छैन टिस्टामा खोला पर्दा, किनभने अब 2023 मै हाम्रो घर सबै बगाएको होइन, सबैजनालाई थाहा छ है। तर मलाई चाहिँ डर लागेको छैन। जब यो टिस्टा उब्लेर आएर चाहिँ डरले टिस्टा बगायो भने चाहिँ के हो कसो त्यो त भन्न सकिँदैन होइन, तर मलाई चाहिँ डर लागेको छैन। जुन राहत शिविर जो उनीहरूको 2 वर्षदेखि स्थायी घर सरह बनेको छ। कसरी भन्नुहुन्छ भने यही शिविरबाटै नानीहरू उज्जवल भविष्य बनाउन किताब बोकेर स्कुल जान्छन् अनि स्कुलमा घरको परिभाषा पढ्छन्। अब यही घरको परिभाषा निबन्ध परीक्षामा लेख्न परे कसरी लेख्लान् त ती विद्यार्थीहरूले? किनभने किताब र यथार्थ बीचको जीवनलाई बुझ्न बडा कठिनको कुरा हो। पास हुनलाई ती विद्यार्थीहरूले कि त अब ढाँट्न पर्यो या त शिविरको एउटा कोठाको चित्रण गरेर भविष्यलाई अँध्यारोमै राख्न पर्यो। भनौँ जीवनको परीक्षादेखि यी विद्यार्थीहरू फेल हुन पर्यो। यो कुरा पनि टिस्टाको छाल जस्तै वात्तै कता बग्छ थाहै हुँदैन। त्यसैले मलाई माफ गर्नुहोला। हामी हेर्दै थियौँ टिस्टा बढेको समाचार। सबै न्युज च्यानल, भ्लगर, समाजसेवी, प्रशासन भनौँ जसको हातमा यति बेला मोबाइल छ उसैको मुखबाट सुनिरहेका छौँ, हेरिरहेका छौँ टिस्टा बढ्यो। विशेष गरेर नदीको तल्लो भागमा बस्नेहरू सचेत रहनुहोला। बर्खा हो, पानी पर्छ। पानी परेपछि नदीको स्तर पनि बढ्न स्वाभाविक कुरा हो। अनि जब जब यस्तो खतराको भेल उर्लिन्छ तब तब सचेतनाको घन्टी बज्छ। यहाँ नदी बढ्नु खतरा हो भनेर जान्दा जान्दै पनि हिउँदभरि सुतेर बस्ने कुम्भकर्णहरूलाई कसले बताइदिने? प्राकृतिक आपदा भनेको हल्ला गर्दै आउँदैन, अनि थाहा पाई देख्दै देख्दै आएकोलाई मनसुन भन्छ भनेर। अब यो मनसुनले निम्त्याउने खतराहरू के हुन् त भनेर औँला भाँच्दै हेर्दा पहिलो औँला भाँचिन्छ बढ्दो नदीदेखि गाउँघरको सुरक्षा। सुक्खा महिनाभरि सुरक्षा देऊ, घर देऊ, राहत देऊ भनेर कराउनेहरू भ्यागुतो भयो। नकरा भन्नुभयो,
कुवाको भ्यागुतो कुवामै बस, बाहिर ननिस्की भन्नुभयो। त्यति भनेपछि खुरुखुरु काम हुन्छ होला, पहिलेको भन्दा माथि वल उड्छ होला, बाटोमा टिस्टा बग्दैन होला भनेर चुपचाप लागेर घरमै बसे ती भ्यागुतोहरू। तर काम त उस्तै फेसबुकको वालमा मात्र राम्रो भयो प्रोटेक्सन वालहरू। अब बर्खा लागेपछि नदीको किनार कोट्याउने सरकारलाई के भन्नु, त्यो तपाईँ आफै डिसाइड गर्नुहोस्। अब उठाइएको सुरक्षा देवललाई नाग्ने टिस्टा बढेपछि बिचारा त्यो इन्जिनियरको तकनिकीको के दोष? यो टिस्टा पनि साह्रै निष्ठुरी छन्। कुनै दिन त उनीहरूले भने जस्तै भएर बगिदिनु नि, म त्यतातिर पनि सोच्न थालेको छु। हो, सुरक्षा देवल उठाइएको छ, तर के यो सुरक्षा देवलले टिस्टावासीको भविष्य सुरक्षित राख्ने ग्यारेन्टी दिन्छ? किनभने वलहरू उठाउँदा उठाउँदै किनारमा मसिनले कोट्याउँदै टिस्टा नदी बढिदिइहालेपछि कसलाई दोष दिनु है? बिचारा च्यातिएको, पड्किएको, भाँसिएको, थिचिएको, भत्किएको टिस्टालाई हेरेर अब एउटै शब्द मात्र भन्न सकिन्छ, त्यो हो गेट वेल सुन टिस्टा। नमस्ते।